हेलो गाइस, गुड मर्निङ सबैजनालाई। सो गाइस, अब चाहिँ हामी भर्खर उठेर मुख धोएर चिया पिएर चाहिँ नि अब बिहानको काम यस्तै हुन्छ हैन। हामी चाहिँ यहाँदेखि स्टार्ट छ आजको काम चाहिँ हो। यहाँ हेर्नुहोस्, अब यो चाहिँ जुठो भाँडा धोएर चाहिँ हैन, अब तल कामहरू गोरु सोरु जोत्ने खेतालाहरू अघि आइसकिसक्यो हैन। अब चाहिँ बिहानको खेतालाहरू चाहिँ अघि आयो, कसै तोरी मार्ने कसै गोरु जोत्ने हैन। सो आजको भ्लग पनि राम्रै हुनेछ हैन। सो हेर्दै जानुहोस्, तपाईहरुले सबैजनाले, तपाईहरुलाई पनि देखाउनेवाला छु आज काम के कस्तो हुनेछ हैन। लु, मेरो चाहिँ अब मर्निङको स्टार्ट भयो हो। भाँडाकुँडा धुवाइबाट स्टार्ट हुँदैछ हो। ठिकै काका आएर मल्लेर चाहिँ पाकिसके चाहिँ भन्नु हुँदैछ नि त हो। अन्त चाहिँ भाँडाकुँडा धुइदाई अब काम यस्तै त हुन्छ हैन। अब 100को स्पिडमा काम गर्नुपर्छ हाम्रो चाहिँ हैन। अब म चाहिँ सर्दी लागेर बिमारी पनि भइरहेको थिएँ, तर बिमारी भन्नु पनि पाउँदैन। अब घरको काम चाहिँ यति बेसी हुन्छ हो। अब घरमै उज्यालो हुन्छ, घरमै रात पर्छ, देख्दाखेरि चाहिँ घरको काम देख्दैन कि, तर यस्तै हुन्छ हाम्रो कामहरू चाहिँ हो। भाँडाकुँडा धुई खेतालाहरू पनि आइरहेको थियो हैन। छिटो गर्नुपर्ने थियो हो। अन्त तल खेतालाहरू मेलामा लागिरहेको छ। म चाहिँ एकदमै स्पिड काम गर्दैछु हो। काम पनि यति धेरै बेसी थियो हो। भाँडाकुँडा धुनु मात्र भएको भए त दिनभरि धुनुहुन्थ्यो नि हैन। भाइहरू स्कुल पनि जानु थालिसकिसक्यो हो। अन्त चाहिँ स्कुलहरू पनि जाँदैछ हो। भाँडाकुँडा धुवाइबाट स्टार्ट गरेको काम चाहिँ हो। अब चाहिँ काम हेर्नुहोस्, भाँडाकुँडा मलाई चाहिँ सिल्भरको भाँडा हेर्नुहोस्, यो चाहिँ मैले धुएको होइन। मेरो लागि चाहिँ सिल्भरको भाँडा चाहिँ फेभरेट हो हैन। अब चाहिँ यता आएर तल किचनमा सुरु भयो। तल किचनमा आएर पनि बडाल कुडाल बनाएर चाहिँ आज लिप्नु पर्ने थियो हैन। अन्त किन भन्दा चाहिँ अस्तिको दिन एक दिन भयो नलिपेको। यो चुल्हा भन्ने कुरा चाहिँ सधैँ लिप्यो भने मात्रै मजाले सेट हुँदो रहेछ हैन। पहिलाको चाहिँ मेरो भत्केकै गर्थ्यो, तर मलाई चाहिँ याद थिएन नि त यो चाहिँ दिनै पछि लिप्नुपर्छ भनेर हो। अन्त चाहिँ बडाली कुडाली पार्दा पनि अब सक्नु आँटेँ मैले। बडाल कुडाल पार्दै पनि हो, यता फर्किँदा उता फर्किँदा, यता कुच्चो हल्लाउँदा उता कुच्चो हल्लाउँदा त त्यो पनि सकेँ हो। अब चाहिँ आयो लिप्ने काम हो। पानी सानी फिटपाट माटो साटो ल्याएर चाहिँ अब चाहिँ मैले लिप्नु पनि सुरु गरेँ हो। लिपलाप पारेर चाहिँ चुल्हामा चाहिँ सब्जी पकाउनु पर्ने हुन्छ हो। अन्त चाहिँ अब त्यही भएर चाहिँ यता लिपलाप पारेर चाहिँ हो। अन्त सब्जी पकाउनु पर्छ हैन खेतालाको लागि। अब भक्कु खेताला भएको दिन चाहिँ म जहिले चुल्हामै बनाउँछु नि त हैन। किन भन्दा चाहिँ माथि ग्यासमा चाहिँ ढिलो पाकेको जस्तो लाग्छ। मलाई चाहिँ चुल्है मनपर्छ, चुल्हामा पकाएकै मनपर्छ मलाई चाहिँ हैन। अन्त त्यही भएर चाहिँ चुल्हामा पकाउने निर्णय गरेँ मैले चाहिँ हैन। अन्त आमाहरू सबै यताउता काममा बिजी हुनुहुन्थ्यो। अन्त म चाहिँ चुल्हा लिपलाप पनि पारिसकिहालेँ। अब चाहिँ हो चुल्हा मात्रै लिप्नु भने छिटै हुन्थ्यो, यता भित्ताहरू पनि लिप्नुपर्छ नि त हो। अस्ति भर्खर टालेको यो पड्किन्छ भनेर चाहिँ लिपेकै गर्नुपर्छ हो। त्यो भन्दै आमा पनि हल्लिनु हुँदैछ उता नुनहरू गाईलाई दानासाना दिनुको लागि चाहिँ हो। अन्त चाहिँ मैले सकि पनि गएँ, यहाँ पनि अब हो सकि गएँ। लिपलाप पार्दै भुइँ पनि अलिअलि ब्लाङब्लुङ लिपिराखिदिनु पऱ्यो भनेर चाहिँ भुइँपट्टि सरेँ। अब चाहिँ म हो चुल्हाको मेलो सकेर चाहिँ यता भुइँपट्टि सर गरेँ हैन। भन्दा भन्दै अब खुट्टा भएको ठाउँमा मात्रै छ, त्यहाँ पनि सकि गएँ हो। उता लिप्दै कुनामा पुगिसकेँ हैन। अन्त चाहिँ यतै पनि लिप्दैछु हो। यता लिप्दा चुल्हा पनि लिपिसकेँ मैले चाहिँ हैन। अब चुल्हा लिपिसकेर चाहिँ एकछिन माथि भाइहरू भएकोमा गएको हैन। खलेगालामा चाहिँ तोरी चाहिँ हाम्रो गोरु लाउनेवाला थियो हैन। तोरीलाई चाहिँ दाइँ गर्नेवाला थियो हैन। मान्छेले चाहिँ कुट्नु साह्रो पर्छ नि त, त्यही भएर गोरुले दाइँ साइँ गरेर चाहिँ यताउता मल्लेडा पनि पाकिरहेको छ हाम्रो घरमा चाहिँ हो। कोलाई मनपर्छ हैन। मल्लेडा खानुको लागि चाहिँ अहिले चाहिँ एकदमै राम्रो हुन्छ हो। तोरीको घान लाउँदैछ अब चाहिँ हो। मैले भने भुइँमा निकै त झरेछ त, तिमीहरू साह्रो फ्रिस्क्याउ पनि भन्दै थिए हैन। झरझर पनि भइरहेको छ हो। यताउता हाम्रो मौसम यो घर अगाडिको हाम्रो भ्यू हो। चाहिँ बाबा भाइहरू गोरु लाउनु हुँदैछ हो। अन्त चाहिँ गोरु चाहिँ किन मानेन भने उँधोबाट बडौ पनि आउनु हुँदैछ। खै बडौले चाहिँ प्लास्टिकमा के बोक्नु भएको भनेर हेरेको त चल्ला पो रहेछ हो। बडौले प्लास्टिकमा चल्ला लिएर हिँड्नु हुँदैछ, तल्लो गाउँबाट किनेर ल्याउनु भएको अरे बडौले चाहिँ हो। सिस्टम एकदम खतरा छ। यो चाहिँ तोरी हो, अस्ति काटेको तोरी हो। यसरी झर्दैछ पुरा कति पर्दैन। डल्लै जाने आमा
चाहिँ अब पानी तातिँदैछ यहाँ चाहिँ हो चुलामा आएको सागको फुकफाक बनाएर पानी तताउँदैछु अन्त यो चाहिँ बाका कानेको साग हो यो चाहिँ बाका कानेको टुप्पा हो हैन यो चाहिँ आलुहरुसँग भुटेर एकदमै दामी हुन्छ घिउ लगाएर भुट्नुपर्छ हो यो चाहिँ एकदमै राम्रो सब्जी हो यो चाहिँ बाका कानेको टुप्पा हो यो चाहिँ हैन एकदमै दामी हुन्छ यसलाई चाहिँ पहिला पानीमा चाहिँ बफ्याउनु पर्छ हो त्यहाँदेखि चाहिँ भुट्नुपर्छ म चाहिँ आलुसँग भुट्दैछु हैन सो हेर्दै जानुहोस् अन्त यो भेट लाग्छ म चाहिँ आजको ड्रोन क्यामेरा हो म चाहिँ अहिले आकाशबाट भिडियो गर्दैछु हेलो यो चाहिँ तोरीको काम हुँदैछ